आज हामी अर्थशास्त्रको बारेमा यसको सुरुवातदेखि नै उद्गम बिन्दुबाट नै यसको अध्ययन गर्नेछौँ र यसको परिभाषालाई पनि समग्रमा हेर्नेछौँ। र अर्थशास्त्र इकोनोमिक्स हामी इङ्ग्लिसमा इकोनोमिक्स, नेपालीमा अर्थशास्त्र भन्छौँ। अब यो दुवै शब्दलाई एकचोटि हेरौँ। इकोनोमिक्स अङ्ग्रेजी शब्द, यो शब्द कहाँबाट आयो भन्दा यो चाहिँ ग्रीक भाषाको ओइकोनोमाइकोस भन्ने शब्दबाट यो इकोनोमिक्स भन्ने अङ्ग्रेजी शब्द निर्माण भएको हो। त्यसै गरी अर्थशास्त्र, यो अर्थशास्त्र चाहिँ संस्कृत भाषाबाट आएको हो। नेपालीमा तत्सम तद्भव आगन्तुक भनेर पढेका छौँ, त्यसै अन्तर्गत यो चाहिँ तत्सम हो, संस्कृतबाट जस्ताको तस्तै नेपालीमा आएको। र अर्थशास्त्रको पनि फेरि हामीले विग्रह गऱ्यौँ भने, नेपाली पढेको होइन फेरि कता कता नेपाली पढे जस्तो लाग्छ फेरि यो सुरुवात गर्दा, अर्थ प्लस शास्त्र विग्रह गऱ्यौँ हामीले। अर्थको पनि दुईवटा अर्थ छ फेरि, एउटा मिनिङ शब्दको अर्थ, अर्को अर्थ भनेको मनी, पैसा, अथवा यसलाई के भन्न सकिन्छ फाइनान्स। नेपालीमा अझ यसलाई के भनौँ भने फाइनान्सलाई नेपालीमा वित्त, मनीलाई मुद्रा, है त। मुद्रा गलत उच्चारण नगर्ने फेरि, धेरैले अलग्गै उच्चारण फेरि गर्छन्। फेरि मुद्रा, वित्त, सिधा सिधा हेर्दाखेरि पैसाको अध्ययन गर्ने शास्त्र जस्तो देखियो, स्वाभाविक पनि। र त्यसरी फाइनान्स, वित्त अथवा मुद्रा, मनी, पैसासँग सम्बन्धित कुराहरूको अध्ययन गर्ने विषय रहेछ भनेर सामान्य रूपमा पनि भयो। यसलाई अब हामी डेप्थमा जान्छ है त। अब यसको डेप्थमा जाने क्रममा इकोनोमिक्स कहाँबाट आएको? ग्रीक वर्ड हो, यसबाट इकोनोमिक्स भन्ने शब्द बन्यो। संस्कृतबाट नेपालीमा अर्थशास्त्र भन्ने शब्द आयो, तत्सम जस्ताको तस्तै संस्कृतबाट केही रूप नबदली जस्ताको तस्तै नेपालीमा आएको शब्द अर्थशास्त्र। अब यो प्राचीन ग्रीकमा यति धेरै विद्वानहरू जन्मिए, म्याथमा पनि हेर्ने हो भने ग्रीकका गणितज्ञहरूको, म्याथमेटिसियनहरूको ठुलो योगदान छ। त्यही भएर पनि म्याथमा अल्फा, थीटा, गामा जे जति छन् यिनै ग्रीक अल्फाबेटले ल्याइएको। जस्तो हाम्रो चाहिँ क ख ग घ भए जस्तै इङ्ग्लिसमा एबिसिडी भए जस्तै यो ग्रीकको चाहिँ अल्फा, बीटा, गामा कुराहरू चाहिँ किन प्रयोग हुन्छ म्याथमा भन्दा, म्याथमा धेरै कन्ट्रिब्युट गर्नेहरूलाई ग्रीकका गणितज्ञहरू, म्याथमेटिसियनहरू पर्छ यसमा। अब यसलाई यसमा यति बुझौँ। त्यसपछि अब हामी चाहिँ यो ग्रीकमा चाहिँ जन्मिएका विद्वानहरू जसले अर्थशास्त्रमा योगदान दिए, सुरुवात कहाँबाट भयो भन्ने कुरा हेर्दैछौँ हामी, अर्थशास्त्रको ओरिजिन, है त। अर्थशास्त्रमा योगदान दिने चाहिँ प्लेटो र एरिस्टोटल, अरस्तु, यी दुईजना हुन्। यो तेस्रो व्यक्तिको नाम मैले किन लेखेँ भन्ने लाग्छ, यो दुईजना कुरो आएपछि तेस्रो व्यक्ति नआउने कुरै भएन। यी तीनजना चाहिँ सोक्रेट्स भनिन्छ इङ्ग्लिसमा, यो हाम्रो यो साउथ एसियामा चाहिँ जस्तो यो हिन्दी बोल्ने, नेपाली बोल्नेहरू चाहिँ सुकरात भनेर भन्छ कि, प्लेटोलाई प्लेटो नै भइहाल्यो, एरिस्टोटललाई अरस्तु भनेर भन्छ। यी तीनजना चाहिँ गुरु चेला हुन्। यो सुकरातको चेलो प्लेटो, प्लेटोको चेलो अरस्तु। र अर्को एउटा कोइन्सिडेन्स के जोडिन्छ भने यो अरस्तु चाहिँ एलेक्जेन्डर द ग्रेटको गुरु। एलेक्जेन्डर द ग्रेट भने फेरि एउटा थाहा नहुन सक्छ, विश्व विजेता। अब यो इन्डियामा चाहिँ सिकन्दर महान भनेर भन्छ। एलेक्जेन्डर द ग्रेटको पनि गुरु, विश्व विजेता, जसले चाहिँ विश्वका धेरै भूभागहरू जितेको, आफ्नो जीवन नै युद्धमा व्यतीत गरेको व्यक्ति एलेक्जेन्डर द ग्रेट, उसको पनि गुरु एरिस्टोटल, अरस्तु। र यी तीनजना गुरु चेलाहरू फिलोसफीमा, पोलिटिक्समा र इकोनोमिक्समा कुरा गरेर, सुकरातको चाहिँ अर्थशास्त्रमा त्यति धेरै योगदान देखिँदैन, यी दुईजनाको देखिन्छ। जे होस्, फिलोसफी, पोलिटिक्स र इकोनोमिक्समा चाहिँ यी तीनजना चाहिँ, हिन्दीमा एउटा डायलग छ, तीन भाइ तीनों तबाही भन्नुहुन्छ नि, तीन लोग हो लेकिन क्या उत्पात मचा के रखा है भने जस्तो। यो तीनजना चाहिँ उत्पातै मचाए एकताका,
तिनैजना गुरु चेला। र प्लेटो र एरिस्टोटलले त्यति बेला कति बेला है कति बेला भने 400 BCE अथवा BC, यो भनेको चाहिँ बिफोर कमन एरा पनि भनिन्छ अथवा बिफोर क्राइस्ट पनि भन्ने गरिन्छ। यो चाहिँ ईसा पूर्व भनेको जिसस क्राइस्ट जन्मिनुभन्दा अगाडिको समय। जस्तो हामी अहिले छौँ 2026 मा 2026, कुनै बेला 0 पनि थियो होला यो हैन। अब यो 0 बाट 1 2 3 4 हुँदै 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 2026 2026 मा छौँ हामी अहिले, एडी हैन। एडी भनेपछि 0 बाट 1 वर्ष 2 वर्ष हुँदै 2026 वर्ष पार गयो भनेको जिसस क्राइस्ट जन्मेको हो। त्यो 0 भन्दा अगाडिको समयलाई चाहिँ माइनस, म्याथमेटिक्समा चाहिँ माइनस पनि भन्न सकिन्छ, तर त्यो भनिदैन। यसमा चाहिँ 0 भन्दा अगाडिको समय 400 वर्ष अगाडि भन्नुको अर्थ कति भयो? यो 2026, यो 400, यो 2426, 2426 वर्ष अगाडिको त्यसरी पेरिफेरीमा जो चाहिँ एरिस्टोटल र प्लेटोको चाहिँ समय। यो त गुरु भइहाल्यो, यी दुईटैको। अरस्तोको गुरु प्लेटो, प्लेटोको गुरु सुकरात। र यो लगभग 400 BCE मा प्लेटो र एरिस्टोटलले चाहिँ इकोनोमिक्सको बारेमा आफ्नो विचारधारा प्रस्तुत गरेको देखिन्छ। अर्थशास्त्रको हामीले ओरिजिन उद्गम बिन्दु हेर्छौँ भने। र हाम्रो यो साउथ एसियालाई, इन्डिया नेपाल जस्ता देशहरूलाई चाहिँ थर्ड वर्ल्ड कन्ट्री भनेर भनिन्छ। थर्ड वर्ल्ड कन्ट्री यो देशमा हेरेर बोल्छन् युरोपियनहरूले, पश्चिमाहरूले, अमेरिकनहरूले। पश्चिमा भने सबै परे। किन भनेको भने उनीहरूलाई के लाग्छ भने हामी चाहिँ अझै पनि जङ्गलमै छौँ, हामी अझै सिभिलाइज भइसकेका छैनौँ जस्तो उनीहरूको सोच छ। किनकि उनीहरू यति बाठा छन्, उनीहरूले आफूले क्रिएट गरेको, आफूले सिर्जना गरेको कुराको त पेटेन्ट राइट, कपिराइट दर्ता गर्छन्। अरूको चोरेर पनि उनीहरूले पेटेन्ट राइट, कपिराइट दर्ता गरेर मैले नै सिर्जना गरेको पनि भन्छ नि। पश्चिमाहरू बढी बाठा छन्। साउथ एसियाका चाहिँ सिर्जना गर्ने, त्यस कपिराइट, पेटेन्ट राइट भनेको थाहै थिएन त्यो बेलामा। त्यस कारण माल पाएको, चाल्न पाएको भनेर भन्नु पर्यो। जस्तो यही टाइम पिरियडमा यो 400 BCE मा नै साउथ एसियामा भनेको अहिलेको चाहिँ इन्डिया, त्यो टाइममा 400 BCE मा चाहिँ त्यति बेला एकजना कुनै पनि अर्थशास्त्री पनि हुन्, राजनीतिज्ञ पनि हुन्, दार्शनिक पनि हुन्, भनेको पोलिटिसियन पनि हुन्, फिलोसफर पनि हुन्, र उनले अर्थशास्त्रको विषयमा पनि आफ्नो धारणा प्रस्तुत गरेका छन्। उनको नाम हो कौटिल्य। कौटिल्य नेपालीमा लेखौँ कौटिल्य। र उनलाई के पनि भनिन्छ भने चाणक्य। र उनले त्यति बेलामा यो 400 BCE को पेरिफेरीमा उनले अर्थशास्त्र भन्ने किताब लेखे। अर्थशास्त्र भन्ने किताब लेखे लगभग त्यही समयमा। र यिनी को थिए भन्दा यी त्यति बेलाका शासक चन्द्रगुप्त मौर्यका गुरु थिए। अब यता पनि राजाकै गुरु, यता पनि राजाकै गुरु। पश्चिमा जगतमा पनि राजाकै गुरु यति विद्वान, यो पूर्वीय जगतमा भनेको हाम्रो यो साउथ एसियामा पनि राजाकै गुरु यो हदसम्मको विद्वान। र दुवैले प्रस्तुत गरेका विषयवस्तुहरू धेरै जसो त्यति बेलाको कर प्रणाली हैन, करको बारेमा उनीहरूको विचारधारा त्यति बेला प्रस्तुत गरेको, त्यसपछि व्यापारको बारेमा, त्यसपछि राज्यलाई कसरी धनी बनाउन सकिन्छ, कसरी समृद्ध बनाउन सकिन्छ भन्ने विषयमा उनीहरूले अर्थशास्त्र आफ्नो विचारहरू प्रस्तुत गरेका। अर्थशास्त्र भन्ने त किताबको नामै कौटिल्यको अर्थशास्त्र भनेर भनिन्छ। अब यो नर्मली धेरै बुकहरूमा पनि यो कुराहरू मेन्सन गरेको पाइन्छ। अर्थशास्त्र, कौटिल्यको अर्थशास्त्र, यो भयो ओरिजिन। अब यी कसैले पनि पेटेन्ट राइट, कपिराइट दर्ता गर्न मिलेन, किनकि त्यो बेला कन्सेप्टै थिएन। त्यो समय थियो ठुला देशले साना देशलाई आक्रमण गर्ने र कब्जा गर्ने, आफ्नो एरिया बढाउने, विस्तार गर्दै 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 जाने। यसरी चाहिँ धेरैतिर यो किसिमको चलिरहेको थियो। पछिल्लो समय हाम्रो हेर्ने भने नेपाल एकीकरणको देश थियो, तर यो त धेरै अगाडिको कुरा भयो। र त्यति बेला युद्धमै चलिरह्यो, एउटा देश अर्को देशसँग युद्ध लड्ने। जबसम्म कुनै पनि देशमा आन्तरिक गृहयुद्ध अथवा अर्को देशसँग युद्ध चलिरहन्छ, त्यो देशले प्रोग्रेस गर्न सक्दैन। त्यो देशले प्रोग्रेस गर्नको लागि देशमा पहिला शान्ति हुनुपर्छ। जस्तो माओवादी द्वन्द्वकालमा जनताले, नेपाली जनताले के खोज्थ्यो भने त्यो देशमा कहिले शान्ति होला भनेर खोज्थे। अब शान्ति आइसकेपछि अब विकास कसरी गर्ने, कसले गर्छ विकास, कसलाई भोट दिने
भन्ने विषयमा चर्चा हुन्छ। पहिला चाहिँ शान्ति पिसलाई चाहिँ मेन्टेन गर्न सक्नु। यति बेला पेटेन्ट राइट कपिराइटको चाहिँ चलन कहाँ सुरु हुनु, यति बेला त भए नि भएन। अब यी कुराहरूलाई अध्ययन गर्दै 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 नलेज त के हो भने जेनेरेसन टु जेनेरेसन ट्रान्सफर हुने कुरा रह्यो। जस्तो पृथ्वीनारायण शाहले के भन्नुभएको छ भने बुढा मरे भाषा सरे भन्नुभएको छ। त्यो के भनेको भने पुरानो पुस्ताले नयाँ पुस्तालाई ज्ञान ट्रान्सफर गरेनन् भने नयाँ पुस्ता चाहिँ फेरि त्यो ज्ञान आर्जन गर्न कयौँ वर्ष खर्चिनुपर्छ। त्यसकारण पुरानो पुस्तासँग भएको ज्ञान नयाँ पुस्तालाई ट्रान्सफर गर्नुपर्छ, त्यो ज्ञान हस्तान्तरण गर्नुपर्छ भन्ने कुरा चाहिँ पृथ्वीनारायण शाहले त्यसै कुरालाई आधार मानेर त्यसैलाई फोकस गर्दै दिव्य उपदेश दिएका थिए। त्यतापट्टि धेरै नजाउँ, फेरि धेरै लम्बिन्छ यो, लेन्दी नबनाउँ। र यसरी ओरिजिन भयो, यी कुराहरू पनि आयो। अब हामी यो कपिराइट चाहिँ कहिले लियो त, को हो त फेरि कपिराइट लिने मान्छे? अर्थशास्त्रमा यतिसम्म अध्ययन भएछन्, यति विचारधाराहरू राखिएछन्, यी विद्वानहरूका बारेमा पनि हामीले हेऱ्यौँ। तर यी कसैलाई पनि फादर अफ इकोनोमिक्स भनिँदैन, अर्थशास्त्रका पिता भनेर यी कसैलाई पनि भनिँदैन। कसलाई भनिन्छ हेर होइन। अब हामी हेरौँ फादर अफ इकोनोमिक्स। यो 1776 मा एडी है। एडम स्मिथ भन्ने स्कटल्यान्डका एकजना स्कलर, एकजना विद्वान अर्थशास्त्री भनौँ अहिलेको केसमा, अर्थशास्त्री इकोनोमिस्टले चाहिँ आफ्नो विचारधारा प्रस्तुत गरे अर्थशास्त्रको विषयमा। अर्थशास्त्रको आफ्नो परिभाषा दिए। वान बाई वान हरेक डेफिनेसनको डेफमा पछि कुरा गरौँ। अहिले हामी सरसर्ती हेरौँ है त। अब यो 1 नम्बरमा एडम स्मिथको डेफिनेसन 1776 मा, र एडम स्मिथको यो डेफिनेसनमा भएका कमी कमजोरीलाई औल्याउँदै अर्को डेफिनेसन आयो। यो क्लासिकल डेफिनेसन अफ इकोनोमिक्स भयो, एडम स्मिथले दिएको डेफिनेसन। अब न्यू क्लासिकल 1890 मा एडी 1890 मा अल्फ्रेड मार्शल भन्ने एकजना अर्का विद्वान आए, अर्का अर्थशास्त्री। उनले भने एडम स्मिथको डेफिनेसनमा केही कमी कमजोरी छन्, त्योभन्दा सुधारिएको डेफिनेसन मेरो भनेर उनले प्रस्तुत गरे। यसलाई भनिन्छ न्यू क्लासिकल डेफिनेसन अफ इकोनोमिक्स। त्यसपछि 1932 एडी मा लियोनल मेसी होइन नि, फेरि रबिन्स भन्ने अर्थशास्त्रीले अर्थशास्त्रको आफ्नो परिभाषा प्रस्तुत गरे। उनले के भन्यो भने एडम स्मिथ अल्फ्रेड मार्शल भन्दा पनि मेरो डेफिनेसन चाहिँ बेटर छ है, यसमा केही कमी कमजोरी छ, यसमा कमी कमजोरी, त्यस कारण मेरो डेफिनेसन चाहिँ सुपेरियर छ है भनेर उनले आफ्नो डेफिनेसन प्रस्तुत गरे। यी स्कटल्यान्डका हुन् एडम स्मिथ, यी अल्फ्रेड मार्शल, लियोनल रबिन्स चाहिँ दुईजना बेलायतका हुन्। बेलायत भनौँ अथवा इङ्ल्यान्ड भनौँ अथवा ब्रिटिस भनौँ अथवा इङ्ग्लिस भनौँ, अल्फ्रेड मार्शल र लियोनल रबिन्स चाहिँ यी दुईजना अर्थशास्त्री चाहिँ हुन् बेलायतका, द ग्रेट ब्रिटेनका भनौँ। र यी तिनैजनाको डेफिनेसनको बारेमा डिटेलमा हामी हेर्ने नै छौँ नेक्स्ट भिडियोमा। यसमा धेरै डिटेलमा जाँदैछौँ हामी, इकोनोमिक्सको डेफिनेसन बेसिकमा जान्छौँ। र फादर अफ इकोनोमिक्स भनेर कसलाई भनिन्छ भने एडम स्मिथलाई फादर अफ इकोनोमिक्स, अर्थशास्त्रका पिता भनेर चाहिँ एडम स्मिथलाई भनिन्छ। किन भनिन्छ? उनले कपिराइटले बुक पब्लिस गरे। र यसरी एडम स्मिथलाई अर्थशास्त्रको पिता भनेको अर्थ यो होइन कि योभन्दा अगाडि कसैले पनि इकोनोमिक्सको बारेमा कुरै नगरेको, बुक नै नलेखेको, चर्चै नगरेको त होइन नि। अघि हामीले हेरिसक्यौँ यी विद्वानहरूको बारेमा, साउथ एसियाको कुरा पनि हेऱ्यौँ हामीले, पश्चिमा जगतको पनि हेऱ्यौँ। त्यसरी दर्ता गर्ने केसमा आफ्नो बौद्धिक सम्पत्ति, नर्मली बौद्धिक सम्पत्तिको पेटेन्ट राइट, कपिराइट, ट्रेडमार्क, ट्रेड सिक्रेट होइन, यस्ता कुराहरू चाहिँ कुनै एउटा व्यक्तिले आफ्नो पूर्ण उत्पादनशील उमेर, प्रोडक्टिभ एज खर्च गरेर 10 वर्ष, 20 वर्ष, 30 वर्ष अध्ययन गरेर चाहिँ यस्ता बौद्धिक सम्पत्तिहरूको सिर्जना गरेको हुन्छ, आविष्कार गरेको हुन्छ, नवप्रवर्तन गरेको हुन्छ, इनोभेसन। यस्ता किसिमका बौद्धिक सम्पत्तिहरूलाई सुरक्षा दिनको लागि चाहिँ हरेक देशले चाहिँ अब नर्मली अहिले जुनसुकै देशमा गए पनि पेटेन्ट राइट, कपिराइटका सन्दर्भहरू धेरै देशमा आउँछन् नै, किनकि उसले कयौँ वर्ष खर्च गरेर त्यो ज्ञान आर्जन गरेको, उसले त्यो बौद्धिक सम्पत्ति सिर्जना गरेको कसैले कपी गरिदियो भने, इमिटेट गरिदियो भने त उसलाई त ठुलो नोक्सान भयो। त्यसकारण सिर्जना गर्ने अथवा आविष्कार गर्ने आविष्कारी साइन्टिस्ट
अथवा इनोभेटरहरूको बौद्धिक सम्पत्तिको सुरक्षाको लागि चाहिँ यस्ता किसिमका प्रावधानहरू आयो। कपिराइट, पेटेन्ट राइट, नर्मली बुक लेख्नेहरूको केसमा त कपिराइटको कुरा आउँछ र जसले आफ्नो आफ्नो बौद्धिक सम्पत्तिको कपिराइट अथवा आविष्कार गरेका छन्, पेटेन्ट राइट लिन्छ, उनीहरूको सुरक्षा हुन्छ। उनीहरूले नर्मली के गर्छन् भने आफैले अब त्यो प्रडक्टलाई चाहिँ फ्याक्ट्री खोलेर प्रोडक्सन गरेर नर्मली बेच्दैन। नर्मली के हुन्छ भने आविष्कार गर्ने व्यक्तिहरूले अथवा इनोभेसन गर्ने व्यक्तिहरूले चाहिँ बिजनेसम्यानहरूलाई आफ्नो पेटेन्ट राइट बेच्ने गर्छन् र बिजनेसम्यानहरूले ह्युज क्यापिटल इन्भेस्ट गरेर त्यो जुन आविष्कार भएको एउटा स्याम्पल छ त्यसलाई चाहिँ ह्युज भल्युममा प्रोडक्सन गरेर कमर्सियलाइज गर्छन्, बेच्छन्। त्यसकारण थोमस अल्वा एडिसनले बल्ब बनायो, अब बल्बको फ्याक्ट्री खोलेर बसेन क्या थोमस अल्वा एडिसन, अरू कुराहरू आविष्कार गर्नतिर लाग्यो। यसरी बुझ्नुपर्छ। र कुनै पनि बौद्धिक व्यक्तिको बौद्धिक सम्पत्तिको सुरक्षाको लागि पेटेन्ट राइट, कपिराइटहरू जस्तो प्रावधानहरू आएका हुन्। अब विभिन्न देशमा कानुनले त्यसलाई सुरक्षा गर्ने व्यवस्था गरेको छ। यो भयो 3वटा समयको। यो एडम स्मिथको समयलाई हामी भन्छौँ क्लासिकल टाइम पिरियड र उनले दिएको डेफिनेसन क्लासिकल डेफिनेसन। अल्फ्रेड मार्सलको समयलाई हामी भन्छौँ न्यू क्लासिकल पिरियड र लियोनल रबिन्सको समयलाई, त्यो पिरियडलाई हामी भन्छौँ मोडर्न पिरियड। नेपालीमा भन्नु पर्यो भने एडम स्मिथको चाहिँ समय क्लासिकल शास्त्रीय समय र शास्त्रीय परिभाषा अर्थशास्त्रको। अल्फ्रेड मार्सलमा हामी आउँछौँ नवशास्त्रीय परिभाषा र लियोनल रबिन्सको परिभाषालाई हामी भन्छौँ आधुनिक परिभाषा। के परिभाषा भन्दा अर्थशास्त्रको परिभाषा। अब यसरी इकोनोमिक्सको बेस यसरी ओरिजिन यसरी आयो भन्ने कुरा हामीले हेऱ्यौँ। अब अर्थशास्त्रको परिभाषा चाहिँ साधारण रूपमा विद्यार्थीले बुझ्नुपर्ने परिभाषा चाहिँ के त? विद्वानहरूका परिभाषा त हामी 1 बाई 1 हेर्छौँ नै। विद्वानका परिभाषा भन्दा पनि सामान्य रूपमा हामीले बुझ्नुपर्ने चाहिँ के हो त? विद्वानहरूको परिभाषा समय सापेक्ष रूपमा फरक छन्। नर्मली हामीले बुझ्नुपर्ने चाहिँ अर्थशास्त्रको परिभाषा के हो त भन्दा अर्थशास्त्रलाई डिफाइन गर्ने कुरा आउँछ स्कार्सिटी। स्कार्सिटी नेपालीमा दुर्लभता, दुर्बलता होइन, फेरि दुर्लभता अथवा यसलाई के भनौँ अभाव। अब यो स्कार्सिटी, दुर्लभता, अभाव के को भन्दा स्रोत साधनको दुर्लभता, scarcity of resources। यो दुर्लभता नभइदिएको भए अर्थशास्त्र भन्ने विषयको अध्ययन नै गर्नुपर्ने थिएन, यो तनावै हुने थिएन विद्यार्थीहरूलाई। त्यसैले नलिउँ, बुझ्दै जाँदा सजिलो छ यो विषय। जसरी सनलाइट, सूर्यको प्रकाश हामीले फ्रीमा पाइरहेको छौँ, कुनै पैसा तिर्नु पर्दैन। सास फेरिरहेका छौँ, हावा फ्रीमा पाइरहेका छौँ, त्यसको लागि पनि कुनै पैसा तिर्नु परेको छैन। यसरी सबै कुरा फ्रीमा पाउने भए अर्थशास्त्रको अध्ययन नै हुने थिएन। सबै कुरा त फ्रीमा छैन। त्यसकारण यसरी स्रोत साधनको अभाव भयो। यही अभावले गर्दा अर्थशास्त्रको चाहिँ जन्म भयो। अब यो स्कार्सिटी अफ रिसोर्सेस भनेपछि नर्मली विद्यार्थीहरू यहाँ 11 मा आउने विद्यार्थीहरूलाई चाहिँ के हो त्यो स्रोत साधन भनेको चाहिँ, रिसोर्सेस भनेको के हो भन्ने एउटा प्रश्न सृजना हुन सक्छ। रिसोर्सेस भन्नाले रिसोर्सेस फाइनान्शियल पनि हुन सक्छ, फाइनान्शियल रिसोर्सेस, रिसोर्सेस टेक्नोलोजिकल पनि हुन सक्छ, टेक्नोलोजिकल रिसोर्सेस, human resources, अथवा नेचुरल रिसोर्सेस। नेचुरल रिसोर्सेस भित्र वाटर रिसोर्सेस, फरेस्ट रिसोर्सेस, मिनरल रिसोर्सेस रहन सक्छ। यी सबै कुराहरू चाहिँ रिसोर्सेसहरू भए। यी सबै कुराको चाहिँ अभाव छ क्या पुरै विश्वमा र हरेक देशमा। यो स्रोत साधन अभाव छ, तर सीमितता छ। यसलाई प्रयोग गर्ने मानिसहरू चाहिँ धेरै सङ्ख्यामा छन्, सबैलाई यी कुराहरू पुर्याउन सक्दैन पर्याप्त। त्यसकारण यो अभावले गर्दा नै अर्थशास्त्र भन्ने विषयको जन्म भयो। यसरी हामीले बुझ्यौँ स्कार्सिटी अफ रिसोर्सेस भनेको यी कुराहरूको चाहिँ अभाव छ।
त्यही भएर राष्ट्र ब्याङ्कले सबैलाई एक एक बोरा पैसा बाँड्न सक्दैन, त्यही भएर आइफोन कम्पनीले सबैलाई आइफोन बाँड्न सक्दैन। कारण के छ भन्दा उसले पनि कस्ट बेहोरेर खर्च गरेर प्रोडक्सन गर्नुपर्छ। र त्यसकारण फ्रीमा पाउने भनेको चाहिँ सनलाइट एयर मात्रै, अरू कुराहरू फ्रीमा पाइन्छ। र यी स्रोत साधनको अभावको कारणले गर्दाखेरि कसरी यो दुर्लभ स्रोत साधनलाई होइन स्कार्स रिसोर्सेसहरूलाई चाहिँ कसरी इफेक्टिभली युज गर्ने भन्ने विषयलाई एड्रेस गर्न अर्थशास्त्र गर्नुभयो। अब यसलाई बुझ्नलाई अझ हामी विभिन्न क्षेत्रको बारेमा अध्ययन गरेर अझै डिटेलमा जाउँ है। त्यसलाई जरैबाट बुझौँ, जरैबाट बुझौँ। माइक काम गरिरहेछ ल। अब त्यसो हो भने हामी विभिन्न क्षेत्रबाट हेरौँ है त। हाउसहोल्ड नेपालीमा घर परिवार। अब पहिला हामी क्षेत्र भन्नु लेख्यौँ, क्षेत्र सेक्टर घर परिवार, त्यसपछि कम्पनी वा अर्थशास्त्रमा फर्म, नेपालीमा भन्नु पर्यो भने सङ्गठन। अब यो कम्पनी भन्ने वर्ड चाहिँ नर्मली अब यता बिजनेस स्टडीतिर प्रयोग गर्न पाइयो, तर इकोनोमिक्स पढ्ने स्टुडेन्टहरूले चाहिँ फर्म भन्ने वर्डलाई बढी प्रयोग गर्नुपर्ने हुन्छ। त्यसलाई फोकस गरेर FIRM फर्म पछि पढ्नुपर्छ डिटेलमा। फर्महरू मिलेर इन्डस्ट्री बन्छ भनेको फर्महरूको ग्रुपलाई इन्डस्ट्री भनिन्छ भनेपछि पढ्छ भने यो फर्म यो हो कतिपयलाई FORM होइन, FIRM फर्म भनेको कम्पनी, कर्पोरेट हाउस, बिजनेस हाउस, कम्पनी, सङ्गठन, वाट एभर यु से। अब अर्को सेक्टरमा जाउँ हामी, गभर्मेन्ट, सरकार। सरकार अब तीनवटा सेक्टरबाट झन् सरल तरिकाले हामी बुझ्नेछौँ। अब तीनैवटा क्षेत्र, कुनै पनि देशको अर्थतन्त्र अथवा कुनै प्रदेशकै अर्थतन्त्रको कुरा गऱ्यो भने यी तीनवटा सेक्टरहरू आउँछन् र यी तीनवटा सेक्टरका आफ्नै आफ्नै उद्देश्यहरू छन्। अब्जेक्टिभ्स उद्देश्यहरू। घर परिवार हाउसहोल्ड भनेको चाहिँ कन्ज्युमर ग्रुप हो, उपभोक्ता। घर परिवारले सीमित आम्दानी गर्छ र त्यो आम्दानीबाट आफूलाई आवश्यक परेका वस्तु तथा सेवाहरू खरिद गर्छन् र खरिद गरेपछि उनीहरू के चाहन्छन् भने उनीहरूको उद्देश्य युटिलिटी एन्ड सेटिस्फ्याक्सन। घर परिवारले के चाहन्छ भन्दा आफूले खर्च गरेर किनेको वस्तु तथा सेवाबाट अधिकतम उपयोगिता र सन्तुष्टि प्राप्त गर्न चाहन्छ, म्याक्सिमाइजेसन अफ युटिलिटी एन्ड सेटिस्फ्याक्सन। फर्मले के चाहन्छ, हरेक कम्पनी कुनै पनि देशको अर्थतन्त्रमा रहेको हरेक कम्पनीले के चाहन्छ भन्दा म्याक्सिमाइजेसन अफ प्रफिट। कुनै पनि फर्मको उद्देश्य के हुन्छ भने अधिकतम नाफा आर्जन गर्ने, टु अर्न म्याक्सिमम प्रफिट। सरकारको उद्देश्य के हुन्छ, कुनै पनि देशको सरकारको उद्देश्य भनेको देशका जनताहरूको भलाइ। वेलफेयर अफ द सिटिजन्स। कुनै पनि देशको सरकारको उद्देश्य के हुन्छ भने आफ्नो देशका जनताहरूको चाहिँ कल्याण गर्नु, भलाइ गर्नु, हित गर्नु, वेलफेयर अफ द सिटिजन। सरकारको उद्देश्य त्यही हुनु पनि त्यही पर्छ। सरकारको उद्देश्य प्रचार गर्नु होइन, सरकारको उद्देश्य भनेको जनताको भलाइ गर्नु, गर्दैन कतिपयले त्यो आफ्नो हुन्छ, तर गर्नुपर्ने चाहिँ वेलफेयर अफ द सिटिजन्स। तर उद्देश्य यो भए तापनि समस्या के छ भन्दा समस्या छ
महत्त्वपूर्ण के हो समस्या चाहिँ के छ तिनवटा सेक्टरलाई भन्दा यो घर परिवारसँग छ लिमिटेड इन्कम अथवा प्रपर्टी कम्पनीसँग के छ भन्दा लिमिटेड क्यापिटल भनेको सीमित पुँजी अब सरकारसँग के छ भन्दा सरकारसँग लिमिटेड बजेट है बजेटलाई अब बजेटै भनिन्छ नेपालीमा यसरी यी सबै सेक्टरहरूसँग लिमिटेड रिसोर्सेसहरू छन् सबैलाई रिसोर्स भन्नु पर्यो व्यक्ति अथवा घर परिवारको आम्दानी अथवा प्रपर्टी सम्पत्ति कम्पनीको क्यापिटल र सरकारको बजेट यी सबै के हुन् भन्दा यी रिसोर्सेसहरू यी के छन् भन्दा लिमिटेड छन् समस्या त्यही नै हो अर्थको समस्या यही हो पहिलो र यी हुन् रिसोर्सेसहरू जुन चाहिँ लिमिटेड छ अब अर्थशास्त्रले चाहिँ यी तीनैवटा सेक्टरको उद्देश्य पूरा गर्नको लागि जस्तो घर परिवारको उद्देश्य अधिकतम उपयोगिता र सन्तुष्टि हासिल गर्नु फर्मको उद्देश्य अधिकतम नाफा कमाउनु सरकारको उद्देश्य जति सकिन्छ जनतालाई सेवा सुविधा दिनु अथवा जनताको हित भलाइ अथवा कल्याण गर्नु भन्ने उद्देश्य यो भए तापनि नेपालले पनि चाहन्छ कि आजको भोलि नेपाल चाहिँ अस्ट्रेलिया जस्तो बनोस् अमेरिका जस्तो बनोस् अथवा स्विजरल्यान्ड जस्तो बनोस् चाहेर त भएन बजेट के छ लिमिटेड छ जस्तो नेपालको बजेट छ 21 खर्ब 24 अर्ब 34 करोड 21 खर्ब 24 अर्ब 34 करोड अब यो बजेट हामी हेरौँ यसलाई यो बजेटको अराउन्ड 60% चाहिँ सरकारी कर्मचारीलाई तलब भत्ता सेवा सुविधा प्रदेश सरकार केन्द्रीय सरकार यी सबैका मन्त्री सांसद यी सबैलाई ओभरअल जति पनि सरकारी कर्मचारीहरू छन् अथवा सार्वजनिक पद धारण गरेका व्यक्तिहरू छन् उनीहरूले पाउने तलब भत्ता सेवा सुविधा सबैमा जान्छ यसको 60%। बाँकी रहेको 40% मा आधा भनेको 20% नेपाल सरकारले लिएको आन्तरिक तथा बाह्य इन्टरनल अथवा एक्सटर्नल जति पनि डेब्ट सरकारले लिएको ऋणको सामा र ब्याज तिर्न खर्च हुन्छ 20%। बाँकी रहेको 20% बाट चाहिँ हुने हो नेपालमा विकास निर्माण र त्यो 20% मा पनि 20% खर्च गर्न सक्ने हाम्रो संयन्त्र छैन हाम्रो कर्मचारी तन्त्र हाम्रो ब्युरोक्रेसी त्यतिसम्म सक्षम छैन अरू नै कुरामा सक्षम छ त्यतिसम्म त नभनौँ र जोस् इफिसियन्सी चाहिँ देखिएन जबकि उसै त हाम्रो देशको क्यापिटल एक्सपेन्डिचर विकास निर्माण गर्ने खर्च थोरै छ त्यसलाई पनि खर्च गर्न सक्ने क्षमता नहुनु भनेको त्यो चाहिँ विडम्बना हो र यो बजेटले हामी अमेरिका जस्तो समृद्ध बन्न स्विजरल्यान्ड जस्तो अथवा नर्वे फिनल्यान्ड जस्तो समृद्ध बन्नको लागि कति वर्ष लाग्छ अहिले 5 वर्षमा देश बनाउन सक्ने हो नि कतिपय मान्छेहरू आँटेका छन् अब कतिपय नयाँ पुस्ताहरू चुनाव लड्न आतुर लाग्छन् 5-10 वर्षमा बालिले बनाएको देश बन्दैन एउटा सिस्टम बन्ने हो द्याट सिस्टम विल अटोमेटिकली वर्क बालिले 5-10 वर्षमै देश बनाइसक्ने चाहिँ होइन बन्दैन यो देश बन्न त 50 वर्ष त यसको धेरै छिटो बनायो भने 50 वर्षमा एक हदसम्मको चाहिँ उपलब्धि हासिल हुन सक्छ नेपाल बन्न त 100 वर्ष लाग्छ 100 वर्ष त्यो पनि राम्रो मान्छेको हातमा पर्यो त्यति छिटो बन्दैन देश आँटिनु पर्दैन कतिपयले आँटिसके बालिले देश बनाएर सकाइहाल्ने 5 वर्ष भनेर त्यसरी पर्दैन यति त छ हाम्रो बजेट यसमा पनि यो बजेटको पनि 20% विकास निर्माण हुने हो त्यो पनि हाम्रा कर्मचारीहरू खर्च गर्न सक्दैन संयन्त्र त्यति मजबुत भएन त्यति प्रभावकारी भएन अब यसरी यी तीनैवटा सेक्टरका उद्देश्यहरू तीनैवटा क्षेत्रका उद्देश्यहरू पूरा गर्न आवश्यक पर्ने स्रोत साधनहरू चाहिँ सीमित छन् सबै कुराहरू व्यक्तिका आम्दानीहरू पनि सीमित छन् घर परिवारका आम्दानी सीमित छन् कम्पनीको क्यापिटल लिमिटेड छ सरकारको बजेट लिमिटेड छ यी सीमित स्रोत साधनहरूलाई कसरी वैज्ञानिक तथा व्यवस्थित तरिकाले प्रयोग गरेर
अधिकतम सन्तुष्टि हासिल गर्न सकिन्छ भन्ने विषयमा अर्थशास्त्रले अध्ययन गर्दछ। त्यो विषयमा अध्ययन गर्ने ज्ञानको शाखा नै ब्रान्च अफ नलेज नै अर्थशास्त्र हो, इकोनोमिक्स हो भन्नु पर्यो। भनेपछि अर्थशास्त्रलाई डिफाइन गर्ने बेसिक कुरा चाहिँ दुर्लभता हो, स्कार्सिटी हो, त्यहाँबाटै अर्थशास्त्रको जन्म भएको भनेर पनि हामीले हेऱ्यौँ। यसलाई फेरि हामी हेरौँ डेफिनेसनको हिसाबले हेर्दाखेरि। अब इकोनोमिक्सलाई डिफाइन गर्ने केसमा चाहिँ हामीले फोकस गर्नुपर्ने विषयवस्तु भनेको अनलिमिटेड ह्युमन वान्ट्स। असीमित मानवीय इच्छा तथा चाहना। अर्को विषयवस्तु छ हाम्रो लिमिटेड रिसोर्सेस भनेको सीमित स्रोत साधन। सो इकोनोमिक्सलाई डिफाइन गर्ने केसमा के भन्नु पर्यो भने ह्युमन वान्ट्स आर अनलिमिटेड। मानिसका इच्छा तथा चाहनाहरू सीमित हुन्छन्, तर त्यसलाई पूरा गर्ने स्रोत साधनहरू चाहिँ सीमित हुन्छन्। यसर्थ अर्थशास्त्रले सीमित स्रोत साधनलाई कसरी वैज्ञानिक तथा व्यवस्थित तवरले प्रयोग गर्दै, तवर भन्ने शब्द प्रयोग गरे पनि व्यवस्थित तथा वैज्ञानिक तरिकाले प्रयोग गर्दै कसरी अधिकतम सन्तुष्टि हासिल गर्ने भन्ने विषयमा अध्ययन गर्दछ। Human wants are unlimited, but the resources to fulfill those wants are limited. That's why economics studies about how to utilize the scarce resources or limited resources in an efficient way or in a systematic or scientific way to achieve maximum satisfaction. अथवा के पनि भन्न सकियो भने इकोनोमिक्स अर्थशास्त्रलाई ज्ञानको शाखा अथवा ज्ञानको हाँगा अथवा ब्रान्च अफ नलेज भनेर जोड्न सकियो। जस्तो असीमित मानवीय इच्छा तथा चाहनाहरूलाई पूरा गर्न सीमित स्रोत साधनहरू कसरी सदुपयोग गर्ने, कसरी वैज्ञानिक तथा व्यवस्थित उपयोग गर्ने भन्ने विषयमा अध्ययन गर्ने ज्ञानको शाखा, ज्ञानको हाँगा, ब्रान्च अफ नलेजलाई नै अर्थशास्त्र भनिन्छ भन्न सकियो। अर्को एउटा छुट्याउनु हुने विषयवस्तु के छ भने यसलाई डिफाइन गर्ने केसमा सोशल साइन्स। सोशल साइन्स सामाजिक विज्ञान। इकोनोमिक्स इज अ सोशल साइन्स भनेर डेफिनेसन सुरु गऱ्यो भने एउटा गजब। इकोनोमिक्सलाई सोशल साइन्स, इकोनोमिक्स इज अ साइन्स त भनियो, तर यो चाहिँ प्योर साइन्स होइन। इट्स सोशल साइन्स। जस्तो प्योर साइन्स भनेको चाहिँ H2 भनेको पानी हैन, HCl, H2SO4 यस्तो किसिमका प्योर साइन्सका कुराहरू चाहिँ हामी अर्थशास्त्रमा पढ्ने होइन। नर्मल के हुन्छ भने जस्तो भनौँ हामीले इकोनोमिक्समा पढ्छौँ ल अफ डिमान्ड, ल अफ सप्लाई। प्योर साइन्समा के हुन्छ भने प्योर साइन्समा चाहिँ जस्तो ल अफ मोसन भयो हैन, ल अफ ग्राभिटी। कतिपय विद्यार्थीहरूले के सोधेको पाउँछौँ भने यो हाम्रो सोशल साइन्सको जति पनि लहरू छ हैन, सिद्धान्तहरू छ, यसमा चाहिँ क्रिटिसिजम छ, कुनै कमजोरी छ भने हामी किन पढ्ने गयो भन्नुहुन्छ। यो हो नै यस्तो, तर्कमाथि नयाँ तर्क थपिन्छ, त्यसकारण तर्कलाई चाहिँ तर्कले काट्न सकिन्छ। त्यसकारण सोशल साइन्समा अपवादहरू हुन्छन् नै, त्यसै बुझ्नुभयो। इकोनोमिक्सलाई सोशल साइन्स भनेर हामी भन्ने गर्छौँ। यो सामाजिक विज्ञान हो, मानव व्यवहारसँग सम्बन्धित विषयवस्तु हो। र यसरी अनलिमिटेड ह्युमन वान्ट्स र लिमिटेड रिसोर्सेस हामीले हेऱ्यौँ विभिन्न क्षेत्रको, जस्तो व्यक्ति, घर परिवार, कम्पनी, सरकारको लिमिटेड रिसोर्सेसहरू भर्खरै हामीले हेऱ्यौँ। र अनलिमिटेड ह्युमन वान्ट्सलाई हेर्ने केसमा चाहिँ जस्तो हामीले एउटा स्टुडेन्टको इक्जाम्पल, स्टुडेन्ट एकजना स्टुडेन्टसँग छ 500 रुपिज। अब यो 500 रुपिजबाट उसले क्यालकुलेटर पर्चेज गर्न सक्छ अथवा सिनेमा हेर्न सक्छ अथवा कुनै एउटा फुड आइटम कन्ज्युम गर्न सक्छ। सो रिसोर्सेस हेभ अल्टरनेटिभ युजेज। पछि हामी लियोनार्डो रबिन्सको इकोनोमिक्सको डेफिनेसन पढ्छौँ। 500 रुपिजलाई डिफ्रेन्ट सेक्टरमा खर्च गर्न सकिन्छ भनेको। अब 500 रुपिजलाई खर्च गर्ने केसमा फुडमा
खर्च गर्यो अथवा सिनेमामा खर्च गर्यो भने यसले टेम्पोरेरी तत्कालको लागि सेटिस्फ्याक्सन भयो भने लङ टर्ममा यसले समस्या सिर्जना गर्छ। त्यसकारण करेन्ट टाइममा स्टुडेन्टले क्यालकुलेटरमा चाहिँ 500 रुपियाँ खर्च गर्यो भने यसले चाहिँ अब एक्सर्साइज प्र्याक्टिस गर्नदेखि लिएर बोर्ड इक्जाममा युज गर्नसम्म यो क्यालकुलेटरको प्रयोग गर्न सकियो। त्यसपछि यो लङ टर्ममा जस्तो क्यालकुलेटर अथवा ओल्ड इज गोल्डमा प्रयोग गर्यो यसले चाहिँ म्याक्सिमम सेटिस्फ्याक्सन प्रोभाइड गर्छ स्टुडेन्टलाई। त्यसै गरी कम्पनीको केसमा हेर्ने भने मानव कम्पनीले कुनै एउटा कम्पनी छ त्यसले ए बी सी र डी भन्ने प्रोडक्सन गरेर सेल गर्छ र यो सेल गर्ने केसमा मानौ अब यो डीमा चाहिँ प्रफिट कम हुँदै गयो भने यो डीलाई चाहिँ सेक्रिफाइस गरेर एबीसीको प्रोडक्सन बढाउन सकिन्छ। अब यो यता डीमा गर्ने लगानी एबीसीमा लगाउन सकिन्छ। अब सी पनि प्रफिटेबल हुन सकेन भने यसलाई पनि छोड्नुपर्ने हुन्छ, त्यता गर्ने लगानी ए र बीमा लगानी गर्नुपर्ने हुन्छ। त्यसरी कम्पनीले चोइस गर्नुपर्ने, जसरी स्टुडेन्टले चोइस गरेर क्यालकुलेटर म्याक्सिमम सेटिस्फ्याक्सन दिनुभयो। एउटा ऱ्यासनल स्टुडेन्ट विवेकशील विद्यार्थी अथवा विवेकशील ग्राहकले चाहिँ क्यालकुलेटर चुज गरेर यो केसमा इन्डिभिजुअल लेभलमा कम्पनीले यसरी डिफ्रेन्ट प्रडक्टहरूमध्ये कुनमा इन्भेस्ट गर्ने भन्ने कुरा डिसिजन लिन सक्यो। यिनै कुराहरू सिकाउने इकोनोमिक्सले। त्यसपछि यो इक्जाम्पलमा अझ के पनि हेर्न सकिन्छ भने जस्तो स्टिभ जब्स एप्पल कम्पनी जोइन गरेपछि उनले धेरै प्रडक्टहरूमध्येमा केही स्पेसल प्रडक्टहरू मात्र सिलेक्ट गरेर बाँकीलाई छोडिदिए, जसले गर्दा आज एप्पल चाहिँ $1 ट्रिलियन कम्पनी भएको छ। कारण के भन्दा उनले अननेसेसरी अथवा प्रफिट खासै नहुने किसिमका प्रडक्टहरूलाई सेक्रिफाइस गरेर र प्रफिटेबल प्रडक्टहरूमा मात्र लगानी गरे। त्यसै गरी गभर्मेन्टको केसमा हेर्ने हो भने अब सरकारको केसमा गभर्मेन्टले जस्तो केपी ओली प्रधानमन्त्री हुँदाखेरि के भयो भने भ्यू टावरमा धेरै खर्च भयो, देशैभरि भ्यू टावरको लहर चल्यो। त्यो भ्यू टावरमा खर्च गर्दाखेरि एउटा सेक्टर यस्तो थियो त्यो चाहिँ विडम्बनाको रूपमा जस्तो यो विद्यार्थीहरू कतिपय विद्यार्थीहरू चाहिँ दुर्गम जिल्लाका विद्यार्थीहरू पढ्न जाने केसमा चाहिँ नदी पार गरेर जानुपर्ने र त्यहाँ चाहिँ ट्रेनबाट जानुपर्ने, त्यसले गर्दा उनीहरूको त्यहाँ एक्सिडेन्ट हुने डेथ हुने धेरै घटनाहरू भयो। त्यो विद्यालय जानलाई त्यससँग समस्या भयो। त्यहाँ भन्नुपर्थ्यो के भने यो भ्यू टावर बन्ने अथवा भ्यू टावरमा प्रयोग हुने बजेटलाई सरकारले ब्रिजमा खर्च गर्नुपर्थ्यो, भ्यू टावरमा होइन। ब्रिजमा भन्नाले अब सस्पेन्सन ब्रिज अथवा पक्की पुल चाहिँ बनायो भने पक्की पुल भन्दा बेटर भइहाल्यो है, सस्पेन्सन ब्रिज जो यो पुलसम्म बनाउनु। यसरी सरकारले ऱ्यासनल डिसिजन यदि लिनु पर्ने केसमा चाहिँ ब्रिजलाई सिलेक्ट गर्नुपर्थ्यो। नर्मली के भनिन्छ भने इकोनोमिक्समा प्राथमिकीकरण गर्नुपर्छ, प्रायोरिटाइज गर्नु पर्यो। भनेको सबैभन्दा इम्पोर्टेन्टलाई 1 नम्बर, त्योभन्दा अलिक कम इम्पोर्टेन्ट 2, 3, 4 र सबभन्दा बढी इम्पोर्टेन्ट केमा खर्च गर्न आवश्यक छ सरकारले त्यसमा पहिले खर्च गर्नुपर्छ। त्यसपछि त्योभन्दा कम इम्पोर्टेन्टमा, त्योभन्दा पनि कम इम्पोर्टेन्ट पछि र जहाँसम्म बजेट जान्छ त्यहाँसम्म जाने। बाँकी रहेका प्रोजेक्टहरू बजेटले अब धान्न सक्दैन, त्यस कारण नेक्स्ट इयर अपकमिङ इयर्सहरूमा त्यसलाई सम्बोधन गर्नुपर्छ। यसरी प्राथमिकीकरण गरेर यो सीमित स्रोत साधनलाई चाहिँ यसरी अत्यन्तै आवश्यक क्षेत्रमा खर्च गर्नुपर्ने हुन्छ सरकारले। यसरी इकोनोमिक्सले के सिकाउँछ भने प्राथमिकीकरण गरेर अति आवश्यक कुरामा खर्च गर्नु भनेको के र व्यवस्थित वैज्ञानिक सदुपयोग के हो भन्दा लिमिटेड रिसोर्सेसको केका लागि भन्दा फर म्याक्सिमम सेटिस्फ्याक्सन टु अचिभ म्याक्सिमम बेनिफिट अथवा अधिकतम लाभ हासिल गर्नको लागि चाहिँ यी सबै क्षेत्रहरूले छनौट गर्नुपर्छ। छनौटको विज्ञान पनि भन्छौँ हामी, चोइस। पछि हामी रबिन्सको डेफिनेसन पढ्दा पढ्छौँ, चोइस, साइन्स अफ चोइस। र अर्थशास्त्र भन्नाले बेसिकली हामीले के बुझ्नु पर्यो भने जति पनि सेक्टरहरू छन्, जति पनि क्षेत्रहरू छन् इकोनोमिक्सका, चाहे त्यो इन्डिभिजुअल होस्, हाउस होल्ड होस् अथवा कम्पनी होस् अथवा गभर्मेन्ट सरकार होस्, यी सबैले आफूसँग भएका लिमिटेड रिसोर्सेसहरूलाई यसरी वैज्ञानिक तथा व्यवस्थित तरिकाले प्रयोग गर्नु पर्यो कि उनीहरूको उद्देश्य प्राप्ति होस्, उनीहरूले अधिकतम सन्तुष्टि लाभ हासिल गरून्। उपयोगिता हुँदै सन्तुष्टि हो, उपयोगिता माध्यम हो भने सन्तुष्टि चाहिँ गन्तव्य हो अथवा एन्ड हो, अथवा युटिलिटी हुँदै हामी सेटिस्फ्याक्सन पुग्छौँ। जस्तो एउटा कस्टमरले आइफोन पर्चेस गर्यो, 1 वर्ष प्रयोग गरिसकेपछि उसलाई सोध्यो, हरेक दिन उसले युटिलिटी लिइरहेको छ प्रयोग गरेर, तर सेटिस्फ्याक्सनको लेभल बुझ्न चाहिँ हामी के गर्छौँ भने 1 वर्षपछि कुनै एउटा टाइम पिरियड 1 वर्ष 2 वर्षपछि उसलाई सोद्धाखेरि ऊ कति सेटिस्फाइड छ त्यो आन्सर गर्छ। त्यसरी चाहिँ यो इन्डिभिजुअलदेखि गभर्मेन्ट लेभलसम्म हामीले विभिन्न क्षेत्रले यसरी आफूसँग भएका रिसोर्सेसलाई युटिलाइज कसरी गर्ने भन्ने विषयमा
केन्द्रित रहन्छन् र अर्थशास्त्र तिनै विषयहरूमा केन्द्रित रहने विषय हो। यसरी हामीले के बुझ्नुपर्छ भने सरल भाषामा सरल भाषामा सरल भाषामा सरल भाषामा चाहिँ स्कार्सिटी अभाव, यो अभाव भएका अथवा सीमित रहेका अभाव भएका अथवा सीमित रहेका स्रोत साधनलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा अध्ययन गर्ने शास्त्र नै अर्थशास्त्र हो। अथवा हरेक क्षेत्रले आफ्नो अधीनमा रहेका आफ्नो स्वामित्वमा रहेका स्रोत साधनहरूलाई कसरी सदुपयोग गर्ने र त्यसबाट कसरी अधिकतम लाभ म्याक्सिमम बेनिफिट हासिल गर्ने भन्ने विषय चाहिँ ज्ञान प्रदान गर्ने सिकाउने शास्त्र अर्थशास्त्र भन्दा पनि भयो। अथवा त्यस विषयमा अध्ययन गर्ने ज्ञानको शाखा ब्रान्च अफ नलेज इकोनोमिक्स भन्दा पनि भयो। भनेको इकोनोमिक्सले कसरी राजनीतिक डिसिजन लिने भनेर सिकाउँछ भन्दा पनि भयो, विवेकशील निर्णय कसरी लिन्छ भनेर सिकाउँछ भन्दा पनि भयो। अथवा त्यस विषयमा अध्ययन गर्दछ भनेर यी दुई तरिकाले डिफाइन गर्न सकियो। सरल भाषामा अभाव भएका अथवा सीमित स्रोत साधनको कसरी सदुपयोग गरेर अधिकतम लाभ हासिल गर्ने भन्ने कुरा अर्थशास्त्रले सिकाउँछ। यो सरल भाषामा त्यति गाह्रो कुरा केही पनि छैन। भनेको हामीसँग भएको सरकारसँग भएको अथवा कम्पनीसँग भएको सीमित स्रोत साधनलाई कसरी सदुपयोग गरेर कसरी वैज्ञानिक तथा व्यवस्थित तरिकाले प्रयोग गर्दै सदुपयोग गर्दै अधिकतम लाभ अधिकतम सन्तुष्टि हासिल गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्ने शास्त्र नै अर्थशास्त्र अथवा सिकाउने शास्त्र नै अर्थशास्त्र हो। अथवा ज्ञानको हाँगा नै अर्थशास्त्र हो, ब्रान्च अफ नलेज हो, शाखा हाँगा जे भन्ने त्यो सरल भाषामा अर्थशास्त्रले पैसालाई कसरी सदुपयोग गर्ने भन्ने कुरा सिकाउने हो। जुनसुकै क्षेत्रलाई पनि सरकारलाई पनि कम्पनीलाई पनि व्यक्तिलाई पनि मनी म्यानेजमेन्ट कसरी गर्ने, कसरी खर्च गर्ने, कुन क्षेत्रमा खर्च गर्ने, कुन क्षेत्रमा लगानी गर्ने, पैसाको सदुपयोग कसरी गर्ने भन्ने विषयमा सिकाउने सरल कुरा छ। अब हामी हरेक डेफिनेसनलाई जस्तो एडम स्मिथको अल्फ्रेड मार्सलको लियोनार्डो डा भिन्चीको हरेक डेफिनेसनलाई वन बाई वन हेर्छौँ र इकोनोमिक्सलाई अझ डेप्थमा हरेक कालखण्डमा हरेक समयमा इकोनोमिक्स कसरी इभल्भ हुँदै आयो, अहिलेको अवस्थामा कसरी आइपुग्यो भनेर हामी डिटेलमा स्टडी गर्नेछौँ। दिस मच फर टुडे. Thank you for watching. I'll see you in the next video.